Okay, most important question of the examination of 2002 related to the IOM. IOM सोधेको क्वेसन छ र IOM मा सोधेको छ भने इम्पोर्टेन्ट त हुन्छ नै. सो पास्ट इयर कतिको इम्पोर्टेन्ट छ थाहा नै छ तपाईलाई. थाहा छैन भने पनि पास्ट इयर क्वेसन हेर्ने गर्नुस् है. टाइम अहिले नै हो. 81 चाहिँ लास्ट आवरमा पास्ट इयर क्वेसन नहेरौं. अहिलेको जुन ग्याप छ टाइम जुन हामी पढ्दै छौं इन्ट्रान्सको जर्नीमा फर्स्ट प्रायोरिटी पास्ट इयर. मैले पनि त्यसलाई नै प्रायोरिटी राखेर क्वेसन ल्याएको छु. एउटा क्वेसन हेर त्यही छ कि which of the following reaction will have the same value for KP र KC को लागि कसको भ्यालु चाहिँ सेम होला. तलको दिएको चारवटा रियाक्सनहरु हेर्नुस् है त राम्ररी. ओके, त तपाईले के गर्नु पर्दैन. केपी र केसी को सम्बन्ध थाहा हुनु पर्यो भइहाल्छ. तर तपाईलाई थाहा छ केपी र केसी को सम्बन्ध भनेको केपी बराबर केसी इन्टु आरटी को पावरमा डेल्टा एन हो. यदि तपाईले के बुझ्नु पर्यो भने केपी र केसी को भ्यालु सेम हुनु छ भने यो डेल्टा एन को भ्यालु 0 आउनु पर्छ के. त धेरै सोच्ने नै हैन, किनभने केपी र केसी तब बराबर हुन्छ जब आरटी को पावरमा कति हुन्छ लगभग 0 हुन्छ. त समथिङ को पावरमा 0 भयो भने पो यो 1 हुन्छ त हैन. त तपाईले के खोज्नु पर्यो भन्दा डेल्टा एन जुन रिएक्टेन्ट र जुन प्रोडक्ट छ त्यसमा नम्बर अफ मोल सेम खोज्नु पर्यो. किनभने 0 डेल्टा एन को भ्यालु 0 तब होला जब रिएक्टेन्ट को नम्बर अफ मोल र प्रोडक्ट को नम्बर अफ मोल सेम होस्. त यो रिएक्सनमा हेर त 3 1 4 यहाँ चारवटा भ्यालु छ, यहाँ 2 छ. 2 बाट 4 घटायो भने त 0 आउने चान्सै छैन, किनभने हामीले डेल्टा एन लाई 0 बनाउनु छ के. 0 आउनको लागि सेम भ्यालु हुनु पर्यो. 4 र 2 भनेको त डिफरेन्ट भ्यालु हो नि त, घटाएर 0 त आउँदैन. त नगर्ने. यो 1 1 2 देख्दै छौ 2, यहाँ पनि 2 छ. 2 बाट 2 घटायो भने 0 आउला र यो डेल्टा एन को ठाउँमा 0 राख्यो भने यो पावरमा 0 1 भइहाल्छ. केपी र केसी बराबर भइहाल्छ. सो अप्सन बी मै आन्सर देखिरहेको छु. तर हैन सर मलाई तल पनि चेक गर्ने मन लाग्यो भने ओके. जस्तो यो केसमा 1 छ र यो केसमा 1 र 1 2 छ. 2 बाट 1 घटायो भने 1 बच्यो नि त. यो पनि भएन किनभने 0 आउनु पर्ने हो नि त हामीले. त्यस्तै गरेर 2 + 1 3, त्यस्तै गरेर यता 2 छ, घटाउनुस् -1 आउँछ. मिन्स तपाईको डेल्टा एन को भ्यालु 0 आउनको लागि त दुईटै भ्यालु सेम आउनु पर्यो नि त. त्यो अप्सन नम्बर बी मा मिलिरहेछ के. सो अप्सन बी के हुन्छ त करेक्ट आन्सर हुन्छ. ठीक छ. यही तरिकाले अरु क्वेशन पनि बनाउनु होला है.